Hello and welcome back to my YouTube channel, guys. This is me, Mamta, and you're watching Insanely Marvelous. So, आजको दिन चाहिँ एकदम स्पेशल छ किनभने I'm doing something special today. अनि आज चाहिँ अहिले आइरहेको छ नि जुन इफेक्ट, सो त्यो इफेक्ट चाहिँ मैले ट्राई गरेको छु. So it looks something like this. So अनि म चाहिँ यो फोटो मैले चाहिँ 2-3 फोटोहरू गरेँ अनि मेरो एउटा फोटोको इफेक्ट चाहिँ यस्तो हुनु पर्यो. सो यो फोटो देखाएर चाहिँ म आज सबैजनासँग प्राङ्क गर्दैछु, मेरो फ्यामिली मेम्बर्ससँग. सो आई जस्ट वान सी हाउ दे कन रियाक्ट. पहिला सुरुमा चाहिँ म सबैजनालाई फोटो पठाउँछु. पहिला सुरुमा म बाबा मम्मीबाट स्टार्ट गर्छु. सो लेट्स सी हाउ दे कन रियाक्ट. ए कति बजेर कालो चाहिँ कति बज्यो खै 10 बज्यो हैन. ए तिमी के खायौ? मैं खाना खाएँ. फोटो हेर्नुभयो त? त्यो 3 जनाको हैन जय. हो बाउको मोबाइल हेरेको मैले मेरो मोबाइल निकाले हैन. म चाहिँ मम्मीलाई प्राङ्क गर्दैछु अनि मम्मी र बाबा चाहिँ एकदम लाइक त्यो फोटो देखेर चाहिँ उहाँहरूलाई लागिरहेको छ. अनि अहिले चाहिँ पसलमा मान्छे भएको भएर चाहिँ मम्मीले सोध्न सक्नु भएको छैन. बट लेट्स सी. इट्स एक्चुअली मैले चाहिँ त्यत्तिकै फोटो सेन्ड गरेको छु, तर लिटरली मसँग आइडिया आइसकेको छ. सो आम गोना डु द्याट. A few moments later. खाना खानुभयो त? अनि खाना खाने बेला भए होइन मेरो त. बाउलाई खानिदिनु पर्ने. अब एकतिर दुध बाउले कुरेर आउनुभयो, अब एकतिर म कुरेर आउँछु. त्यही त. अनि पछि भन्ने कि भनेर भनेको फोटो के फोटोमा के भन्न खोज्दैछौ? म पुरा बुझिरहेको छु. मैले फोटो पठाइन. हेरेकै छैन मैले. बच्चा बनाउनलाई हो तिमीले? बच्चा बनाउनलाई हो तिमीले? म झन् भन्दैछु फोटोमा मैले पठाइन भनेर. हेर्नु न एकचोटि फोटो हेर्नु त. के भन्छन् है. म फोटो हेर्छु. अनि फोटो मात्रै हेरे भयो कि? अनि उसले अब बच्चा बनाउनु भएकै हो कि? हो मैले भनेको त नि. बुझ्नु न. बधाई छ. राम्रो हो. कति महिना हो? 1 महिना. जे भयो राम्रो हो. अनिल के भन्छ? नेपाल पठाउने भन्छन्. नेपाल पठाएन के हो त? ए ल ठिक छ खुसी.
जे हुनु पर्थ्यो त्यही भयो परमेश्वरलाई धन्यवाद होस् ल ठिक छ अन्त यो फोटो किन पठाएर सबलाई दिनलाई हो यता बनाएको हो कि भनेको हामी पनि लाटै हो यस्तो अहिलेसम्म नबनाएको किन बनायो गाह्रो हुन्छ नि धेरै गाह्रो काम नगर नि त ल म दुध पुऱ्याउनु जान्छु बाउसँग कुरा गर दुध फाट्छ ल एकदम ठिक छ खुसी बधाई भन्नु नि के पाइँदैछ त छैन पकाएको अब एकछिनमा कति बजी आउँछन् अब एकैछिनपछि के छ अरू खबर खाबर अनि रमाइलो छन् ठिकै छ मम्मी गइसक्नु भयो मम्मीले फेरि पत्याउनु होला होइन क्या त्यो फोटो अहिले त्यत्तिकै एडिट गर्ने उ सायद आइरहेछ कि अनि मैले उहाँलाई एडिट गर्नु भनेको एउटा फोटोमा चाहिँ त्यत्तिकै आएछ क्या त्यो एडिट गर्दाखेरि त्यत्तिकै देखाउँदो रहेछ क्या एक दुईवटामा चाहिँ अनि मलाई चाहिँ यस्तो आइडिया आयो एकचोटि के भन्दो रहेछ मम्मीले भनेर मम्मीलाई पठाएको मम्मी त हेर्दै आयो मैले प्र्याङ्क गरेको मम्मी जानुभयो कस्तो अलि ठुलो रियाक्सनै दिनु भएन म त यहाँ क्यामेरा थियो क्या क्यामेरामा खिचिरहेको थिएँ दिदी टक्क आइदिरहनु भयो मेरो प्र्याङ्कै पुरा भएन अलि ठुलो रियाक्सन आउँथ्यो होला अलि ढिलो भयो नि भन्नाले आयो होइन क्या उहाँ त्यो फोटो एडिट गर्न मिल्छ अनि फोटो एडिट गरेर कार्टुनको बनाउनु मिल्छ क्या अनि एउटा फोटो एडिट गर्दाखेरि चाहिँ त्यस्तो बिचमा आएछ क्या अनि मेरो पालो दिमागमा आयो एकचोटि फोटो पठाउँछु के भन्दो रहेछन् भनेर युट्युबमा देखाउँछु क्या बाबा मम्मीलाई नि पठाउँछु क्या उताको आयो कस्तो रियाक्सन मम्मी त एकैछिन त रात त पिरो हुनुभएको थियो कति खुसी भइदिएँ म त अनिल उमेर सम्झेर नि खुसी भइदिएँ एकैछिन त हक्क हुनुभयो पछि फेरि अनि अब ठिकै छ नि त भन्ने कुरामा आइसक्नु भएको थियो कस्तो नसक्ने मम्मी छ दिनु त मम्मीलाई मम्मी तपाईँको मोबाइल खोइ बत्ती छैन क्या बोकिरहेको छ नि मेरो बत्ती छैन एकचोटि फोटो हेर्नु न कसको बाबु त्यहाँ बाबाको मोबाइलमा हेरे पनि हुन्छ हेर्नु त दुईजनाले हेर्नु न के रहेछ यहाँ के हो कसको यो नयाँ मान्छे आयो क्या ल congratulations God bless you praise the Lord Nala take care बधाई छ होइन प्र्याङ्क गरेको अनि तपाईँले हजुरआमालाई पनि भन्न लाग्नुभयो भनेर फेरि छिटो छिटो भनेर अझै प्र्याङ्क गर्न मन लाग्यो थियो मैले त्यतिकै प्र्याङ्क गरेको क्या तपाईँहरू युट्युबमा हुनुहुन्छ
मैले अघि भर्खर उताको बाबा मम्मीलाई प्र्याङ्क गरेँ अनि मेरो युट्युब भिडियो बनाउनु थियो अनि त्यो युट्युब भिडियोको लागि हो क्या मम्मी हेर्नु न मम्मी मम्मी पुरा पत्या मैले मजाक गरेको थिएँ क्या आमा एउटा फोटोमा बच्चा देखाएर म प्रेग्नेन्ट भएँ भनेर भनेको क्या बाबा मम्मीलाई झुटो कुरा या युट्युबमा राख्नलाई क्या भिडियो राख्नलाई अनि मम्मी र बाबाले पत्याउनु भयो क्या हजुर ल म पछि फोन गर्छु So this is the second missions. So it was successful. So I want to see कि मेरो दिदी बहिनीहरुले चाहिँ यसमा के रियाक्ट गर्छन्. So let's see को चाहिँ अनलाइन छ. ओके सुनिता अनलाइन रहेछ मेरो जेठी दिदी. So म जेठी दिदीलाई प्र्याङ्क गर्दैछु. I love this so much. I'm such an evil person. Oh God. I'm sorry, guys. Sorry, but no sorry. I'm enjoying a lot. Okay. Let's see. Okay, yes, let's go, guys. Hello, कता हो? कल मैले फोटो देख्दिन यार भिडियो नै आएन त नेट नटिप्यो होला बाहिर छु के अनि त्यही भएर नेट स्लो भयो होला बल्ल आयो फोटो तैँले देखिस् मैले हालेकै छैन हैन मेसेजमा मैले फोटो पठाएको थिएँ हेर्न बुझिस् कुरा बुझे कति महिना 1 महिना Smile, you are on camera. Prank. मैले त्यो इफेक्ट हालेको थिएँ क्या ट्रेन्डिङ थियो नि त अनि मेरो पालो यही फोटो हालेर सबलाई प्र्याङ्क गरिदिन्छ आज मैले भनेर सोचेर हैन बाबा मम्मी सबलाई प्र्याङ्क गरेर त मेरो थर्ड बक्रा के हो अझै सुते उठेको के काममा जान्छ अनि किन नि उदास छ जस्तो भाइ किन उदास छ जस्तो भाइ भर्खर उठेको के पिर गरे त्यस्तो कति बज्यो हो 8:30 भयो 7:30 7:30 तिम्रो टाइम चेन्ज भएको छैन अस यो पर्सिबाट हुन्छ सन्डेबाट के खबर ठीक छ यार बोल्नु मिल्छ न जोम मारे मिलिहाल्छ बोल्नु तर आज के 2 बजे काम 8:30 बजे पुरा रहेछ के खाने हो किन खाएको छ गुड न्यूज है क्या कहाँ आउँछ नि यस्तो फोटो चाहिँ खै के काम छैन हैन त्यस्तै न्यूज हो भन्छ नि खै थाहा छैन यार के रे त्यस्तै गुड न्यूज हो भन्छ नि थाहा छैन त्यो बधाई छ त्यसो भए त धन्यवाद सोध्नुपर्छ कहिले छ अपोइन्टमेन्ट म्याडमलाई थाहा होला तिमीलाई थाहा होला भन न तपाईँ
युट्युबको लागि हो क्या गर्नुपर्ने त 3 दिन अगाडि थियो हजुरलाई नि कङ्ग्रेचुलेसन गुड न्युज ब्याङ्कमा नै पार्टी खान र टाढा पुग्यो पैसा हाल्दैन पार्टी हजुर कङ्ग्रेचुलेसन थ्याङ्क यू त्यस्तो गुड न्युज कहिले थाहा पाइछ अरू हजुरहरू भर्खरै हो कि 1 मिनेट अगाडि यो अहिले युट्युबमा आउँछ अरे बिचरा सुरेशलाई प्रेम गरे अरे मैले त होइन Thank you so much guys for watching this video till the end. अनि please कस्तो लाग्यो तपाईहरुले कमेन्ट गर्नु होला. And see you guys in the next video. I hold him up.